हेलो वेलकम टु माई न्यू भिडियो। हामी चाहिँ साथीहरू बारी गएको हो। यहाँ मम्मीले देखाउनुहुन्छ अरे खोर्सानीको हो। यहाँ चाहिँ हाम्रो बारी, यहाँ चाहिँ खोर्सानी। आमा के सानो रहेछ त। यो त रोपिसकेको कि उम्रेको हो मम्मी यो? ए यो त ट्रान्सफर्म गर्नुभएको अरे। कहाँ छ खोर्सानी चाहिँ? किन्न आउनुहोस् है, खोर्सानीको कुरा चाहिन्छ है। मिहिनेत नगरी फल त कहाँ लाग्छ है? उयो त फुल फुलेछ त, के हो मम्मी? यो क्याप्सिकम। ए यहाँ चाहिँ छोड्नु भएको छ त आमा। यसरी स्याहार्नुपर्छ है, यसरी मिहिनेत गर्नुपर्छ है। याङ्कीहरू आउनुभएछ यहाँ चाहिँ यसबाट हो। यहाँ चाहिँ यस्तो बैगुनहरू रहेछ है। म जस्तो टिङटिङ्गै भएछ बैगुनको बोट चाहिँ। यहाँ चाहिँ यस्तो छ, यहाँ हाम्रो बारीपट्टि यहाँ चाहिँ यस्तो रोड छ नयाँ बनेको। यता चाहिँ तामाङ जाने हो, यो चाहिँ हामी चाहिँ रासिन हो है। यहाँ चाहिँ अरू चाहिँ यस्तो हरियाली छ, हरियो भरियोले भरेको है। यहाँ त बैगुन पनि फलिरहेको छ। बैगुन चाहिँ तर मलाई मन पर्दैन है। सबै फुल पुरै रहेछ, पुरै उम्रेछ। सबै फुल पनि रोपेर चाहिँ दिवाली मात्रै बेच्नु पर्ला जस्तो छ। दुःख हुन्छ नि सबै फुलकै दिवालीमा। दुईजना मम्मी र म भएर बेच्नु जानुपर्छ सबै फुल खोर्सानी ल। यसरी ट्रान्सफर्म गऱ्यो भने चाहिँ छिट्टो बस्छ अरे नि त, हरेर बस्छ अरे नि त। त्यो भएर है मम्मी उयो सिबीले त फुलेछ त यत्रोमै है, फुलेछ त यत्रोमै। उयो त तुने बोरा होला यो त, यो है तुने बोरा हो। यो चाहिँ सिबीले फुल फुलेछ है। अब फल्छ, फलेपछि चाहिँ आउनुहोस् है, उयो गर्नु किन्नु आउनुहोस् ल, बेच्छु। हल्का गर्नुपर्छ कि माथि लामाटा खैहरू। यो चाहिँ लामाटा 9 माइल भन्छ यसलाई चाहिँ है। त्यो पार्क भन्छ नि, ममता पार्क भएको जग्गा हुन्छ। यहाँ माथि चरा बसिरहेको रहेछ दुईजना। 3 साले रहेछ यो चाहिँ है। यसो सुकाएर रोपेको चाहिँ, यसरी सुकाएर बिउ छोडेको चाहिँ 3 साले हुन्छ अरे नि। जुन चाहिँ हरियो रोपेको हुन्छ नि त्यो चाहिँ 1 साले मात्रै हुन्छ है मम्मी। तपाईँहरूलाई म देखाइदिन्छु ल बिउ अझै कति छ नि, हेर्नुहोस् न। हेर्दा लु कहिले रोपिसक्यो, कति छ होला है। मजाले चाहिँ होला नि। आज चाहिँ हामीले यति मात्रै गऱ्यो, पुरा गरम गरम पानी पर्ला जस्तो भयो कि। त्यही भएर चाहिँ आधी चाहिँ भोलि गर्छु र तपाईँहरूलाई यो ठुलो भएको पनि देखाउँछु, यो सारेको पनि देखाउँछु, रोपेको पनि, अन्त साथसाथै फलेको पनि देखाउँछु ल तपाईँहरूलाई, फल पनि। पुरा यो चाहिँ डराएर मर्नु रहेछ कि गरम गरम गरेर चाहिँ पुरा डराउँछ गरम गरमसँग चाहिँ। यो चाहिँ आज छोटो जाउँ, आज नमस्ते गर्दै छोटो सबैलाई। नमस्ते छोटो, नमस्ते छोटो, नमस्ते गर्दै सबैलाई। नमस्ते नमस्ते छिटो उठेर गर्दै, उठेर यहाँ चाहिँ मकैहरू भइरहेको छ है।
यहाँ चाहिँ हाम्रो बाख्राको खोर है यहाँहरू जा यस्तो छ है हाम्रो चाहिँ गाउँघरहरू चाहिँ र आफू चाहिँ हामी को घर पानी परेर गाराङगुरुङ गरेर हो त्यो पनि दिएन भने त पनि पुरा पानीहरू परेर गाराङगुरुङ गऱ्यो नि त त्यही भएर चाहिँ आधी चाहिँ हामी भोलि रोप्ने अब है गेट पनि हेर्नुहोस् अरे गेट गेट चाहिँ यस्तो हुन्छ है गाउँघरको बारीतिर गेट चाहिँ यस्तो हुन्छ